मकवानपुर गढी गाउँपालिकाले दिएको लिखित जवाब चित्तबुझ्दो नभएको र उठाएका प्रश्नमा प्रत्यक्ष संवाद समेत नगरेको भन्दै मकवानपुर गढी गाउँपालिकाका क्रियाशील राजनीतिक दलहरूले आज मौन आन्दोलन गरेका छन्। सुशासन, पारदर्शिता, बजेट कार्यान्वयन तथा विकासका निर्माणका विषयमा दलहरूले पालिकासँग प्रश्न उठाउँदै ध्यानकर्षण गराएका थिए। त्यसपछि गाउँपालिकाले 9 बुँदे विज्ञप्ति मार्फत बजेट, मकवानपुर गढी अस्पताल, डुम्रेकुनाको कोल्ड स्टोर, सडक पूर्वाधार, शिक्षा तथा पशु सेवा सहितका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको थियो। तर विज्ञप्तिले आफूहरूले उठाएका प्रश्नको पूर्ण सम्बोधन नगरेको आन्दोलनकारी दलहरूको भनाइ छ। साउनको 18 गते 15 बुँदे ज्ञापन पत्र 15 दिनको अल्टिमेटम राखेर दिएका थियौँ। त्यसभन्दा पछाडि 15 दिन पुगेपछि गाउँपालिकाले फेसबुक पेजबाट चाहिँ हाम्रो प्रश्नको उत्तर दिने प्रयास गर्यो। खास गरी हामी संवाद गर्न चाहन्थ्यौँ, हामी सार्वजनिक सुनाइ होस् भन्न चाहन्थ्यौँ, पारदर्शिता चाहन्थ्यौँ। उहाँहरूले चाहिँ फेसबुक पेजबाट चाहिँ उहाँहरूले आफ्नो कुराहरू राख्नुभयो। त्यसमा पनि 15 बुँदाका 9 बुँदा मात्रै उहाँहरूले राख्नुभयो। हामीलाई आंशिक रूपमा मात्र उत्तर आएको कारणले उहाँहरू हामीसँग जनतासँग संवाद गर्न नचाहेको देखिसकेपछि हामीले मौन आन्दोलन गरेर, यो मौन आन्दोलनमा पनि शक्ति छ, संवाद गर्न नचाहनेलाई मौन आन्दोलनबाट झक्झक्याउनुपर्छ भनेर चाहिँ यो आन्दोलन आज गरेका छौँ। खास गरी उहाँहरूले नागरिकले सूचनाको अधिकार पाउने हक राख्दछ। त्यस्तै तपाईँको दफा 78 को 5 बमोजिम चाहिँ हामीले आजको यो कार्यक्रमलाई चाहिँ अगाडि सारेका छौँ। हामीले 64 को 3 र 7 को यो सूचना पाउने अधिकारको लागि पनि सूचनाको लागि हामीले त्यहाँ निवेदन दिएका छौँ। प्रत्यक्ष संवादको अपेक्षा गरिएको अवस्थामा पालिका विज्ञप्ति मार्फत जवाफ दिएर बसेको र त्यसपछि थप छलफलको लागि समेत पहल नगरेको उनीहरूले बताएका छन्। यही अवस्थाप्रति विरोध जनाउँदै आफूहरूले पनि मौनताको माध्यमबाट ध्यानाकर्षण गराएको उनीहरूको भनाइ छ। 15 दिन अगाडि मकवानपुर गढी गाउँपालिकालाई ध्यानाकर्षण गराएका थियौँ र ध्यानाकर्षणमा सुशासनका सन्दर्भमा र योजना कार्यान्वयनका चरणमा र देखेका विकृति विसङ्गतिहरू र त्यहाँ डुप्लिकेसन भएका कुराहरू र त्यसमा विभिन्न चरणमा हामीले चाहिँ के भन्छ ध्यानाकर्षण गर्दै आयौँ र उहाँले सुशासनका सन्दर्भमा र अहिलेको चाहिँ के भन्छ यो योजना कार्यान्वयन गरे पश्चात र सार्वजनिक सुनवाईको कुरामा र ध्यानाकर्षण नगरेको सन्दर्भमा लिएर हामीले ज्ञापन पत्र प्रस्तुत गऱ्यौँ र त्यो विषयमा हामीले सर्वदलीय बैठकको चाहिँ आह्वान गरिदिनुहोस्, हाम्रा कुराहरू जनताको कुराहरू त्यहाँ राखिदिन्छौँ र त्यस पछाडि कम्तीमा नि र जनताले सुशिक्षित हुने अधिकार चाहिँ वञ्चित नहोस् र कम्ती नै पारदर्शिता रहोस् र जनताले सेवा सुविधाहरू सुलभ तरिकाले प्राप्त गरून् भन्ने उद्देश्यले सबै राजनीतिक दलका साथीहरू एक ठाउँ, नेपाली काङ्ग्रेस बाहेक हामी एक ठाउँ रह्यौँ र त्यो हामीले ज्ञापन पत्र संयुक्त रूपमा हस्ताक्षर गरी पेश गऱ्यौँ। अब उत्तर उहाँहरूले दिनुभयो, उत्तरबाटै हामीले चाहिँ के भन्छ मौन उत्तर दियौँ हामीले र उहाँहरूले संवाद गर्न चाहनु भएन र संवाद गरे ती बुँदागत रूपमा हामीले गर्छौँ र केही कामहरू भएको सकारात्मक कामलाई हामीले धन्यवाद पनि दिन्छौँ र अब बाँकी रहेका तपसिलका कामहरू नभएको देखिँदा र हामी चाहिँ के भन्छ आन्दोलनमा निस्किनु पनि हाम्रो बाध्यता हो। मौन आन्दोलनका क्रममा प्रदर्शन गरिएका प्लेकार्डले दलहरूले उठाएका मुख्य प्रश्नलाई स्पष्ट पारेका छन्। मौनता हाम्रो हो, जवाफ गाउँपालिकाको, हामी कर तिर्छौँ, त्यसैले प्रश्न सोध्ने अधिकार पनि राख्छौँ भन्दै उनीहरूले सार्वजनिक निकायसँग जवाफ माग्नु नागरिकको अधिकार भएको बताएका छन्। त्यस्तै सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण र सामाजिक परीक्षण हामीले मागेको होइन, ऐनले नै तोकेको छ भन्दै उनीहरूले दफा 78(5) कार्यान्वयन गरी सार्वजनिक सुनवाई अनिवार्य गर्नुपर्ने बताएका छन्। उहाँहरूले एउटा जवाफ चाहिँ अलि सर्टकट तरिकाले दिनुभयो। हामी गढी गाउँपालिकाको जुन गरेको क्रियाकलापका सबै कुराको विरोधी होइनौँ, तर आज सहकार्यताबाट समृद्धि सम्भव छ भन्ने किसिममा हामी प्रतिबद्ध छौँ। सबै राजनीतिक दलहरू, सबै राजनीतिक दलको मर्म एउटा के हो भनेदेखि हाम्रो ठाउँ कसरी राम्रो बनाउन सकिन्छ भन्ने किसिमको कुरा हो। त्यो राम्रो बनाउनका निमित्त अहिले भइगरेका आएका क्रियाकलापमा त्रुटि भएका कुराहरूलाई सच्याएर लिएर जाउँ र राम्रा कुराको चाहिँ सबैतिर प्रशंसा गरेर भन्न पाऊँ भन्ने खालको हाम्रो कुरा हो। त्यो कुरा गर्दै गर्दाखेरि चाहिँ त्यसको चाहिँ अनि मकसद चाहिँ कसरी पुरा हुन सक्छ भन्ने किसिमले भन्दाखेरि आज निर्वाचित जुन 42 जना त्यहाँ जुन बसेर एउटा खालको बनाउने त्यो क्रियाकलाप छ, त्यसले मात्रै सबै कुरा होइन, तर यहाँ
यो मकवानपुर गढी गाउँपालिकालाई बनाउन भनेर लागेका सबै राजनीतिक क्रियाशील राजनीतिक दल शुभेच्छुक व्यक्तित्वहरू सबै एक ठाउँ बसेर चाहिँ कहाँ चाहिँ हामी चुकेका छौँ, चुकेका ठाउँलाई चाहिँ लिपि बनाऊँ र अबका दिनमा त्यसलाई सच्याएर जाउँ भन्ने कुरा हो। हाम्रो नकारात्मकताबाट हामी अगाडि बढिराखेका थिएनौँ र पनि छैनौँ पनि, र यहाँका सम्पूर्ण सम्भावनालाई एक ठाउँ बसियो भनेदेखि उहाँहरूकै पनि त राम्रो गर्न सक्नुहुन्छ नि। उहाँहरूले त अगाडि नै जुन त्यो बजेट बनाउनुभन्दा अगाडि नै सबैलाई एक ठाउँ राखिदिनु भएको भनेदेखि हामी समस्यालाई सिर्जित गर्ने होइन, समस्यालाई समाधान गर्नका निमित्त हामी हौँ। त्यस कारणले त्यो समस्याको समाधानका निमित्त हो, अहिले पनि समस्या सिर्जित गर्नका निमित्त यो राजनीतिक दलको यो खालको यो मौन विरोध गरिराखेको होइन। समस्यालाई कसरी समाधान गर्न सकिन्छ, भएका कमी कमजोरीलाई चाहिँ अरूले पनि गढी गाउँपालिकामा चाहिँ सबै बसेर चाहिँ त्यहाँको समस्या समाधान हुन्छ, त्यहाँ चाहिँ नयाँ सृजनात्मक कुराहरूको चाहिँ सुरुवात हुन्छ भन्ने सन्देश दिनका निमित्त उहाँहरूलाई पनि ठाउँ होस् भन्ने किसिमले यो आयोजना गरे हो। उहाँहरूले त्यो कुरा बुझिदिनु भएन। गाउँपालिका नेतृत्वसँग प्रत्यक्ष संवादको माग गर्दै हामी बोल्न तयार छौँ, अध्यक्षज्यू तपाईँ संवादको लागि कहिले तयार हुनुहुन्छ भन्ने प्रश्न समेत प्ले कार्ड मार्फत उठाइएको छ। योजना र सार्वजनिक स्रोतको उपयोगबारे थप पारदर्शिता खोजिएको छ। आन्दोलनमा देखिएको अर्को प्ले कार्डले भने गाउँपालिकाको अघिल्लो जवाबमाथि नै प्रश्न उठाएको छ। प्रश्न 100 पूर्णाङ्क अनि जवाब चाहिँ 28 नम्बरको मात्र किन? आन्दोलनकारीले आफूहरूले उठाएका धेरै प्रश्नमध्ये केही विषयमा मात्र जवाब आएको भन्दै बाँकी विषयमा पनि स्पष्ट उत्तर मागेका छन्। गाउँपालिकाले यसअघि अस्पताल सञ्चालनको लागि चिकित्सक तथा स्टाफ नर्स व्यवस्थापन, अस्पताल भवन मर्मत, सडक तथा खोल्सी व्यवस्थापन र उपकरण खरिदको लागि छुट्याइएको जनाएको थियो। डुम्रेकुनाको कोल्ड स्टोरको विषयमा सम्बन्धित निकायसँग राय मागिएको तथा चालु आर्थिक वर्षमा 1 करोड 25 लाख रुपियाँ विनियोजित गरिएको पनि विज्ञप्तिमा उल्लेख थियो। त्यस्तै 2082-83 मा अस्पताल निर्माणको लागि सङ्घीय संसद अनुदानबाट प्राप्त 4 करोड 53 लाख रुपियाँ खर्च हुन नसकेपछि सङ्घीय सञ्चित कोषमा फिर्ता गरिएको गाउँपालिकाले जनाएको थियो। तर आन्दोलनकारी दलहरूले भने यस्ता विवरण सार्वजनिक गर्नु मात्र पर्याप्त नभएको बताएका छन्। सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, योजनाको प्रगति, बजेट खर्च र निर्णय प्रक्रियामा प्रत्यक्ष सार्वजनिक जवाबदेहिता आवश्यक रहेको उनीहरूको भनाइ छ। यसरी गाउँपालिकाले विज्ञप्ति मार्फत दिएको जवाब पछि पनि असन्तुष्टि समाधान नभएपछि दलहरू पुनः आन्दोलनमा उत्रिएका हुन्। अब विवादको केन्द्रमा विज्ञप्तिको जवाब भन्दा बाहिर रहेका प्रश्नको स्पष्ट उत्तर, कानुनी व्यवस्थाको कार्यान्वयन र गाउँपालिका नेतृत्वसँग प्रत्यक्ष संवाद देखिएको छ।